अहिले चाहिँ यहाँ चाहिँ साकेला प्रदर्शनीको लागि अथवा जति पनि साकेलामा आज उभौली कार्यक्रममा आमन्त्रित अथवा निमन्त्रणा गरिएको पाहुनाहरूलाई चाहिँ प्रदर्शन देखाउनको लागि चाहिँ अथवा साकेला कसरी नाचिन्छ साकेला के हो भनेर देखाउनको लागि चाहिँ यहाँ आस्पोर्ट टिमको अथवा आस्पोर्ट प्रकाशन टिमलाई भाग परेको छ। त्यही कारणले गर्दाखेरि अहिले चाहिँ आस्पोर्ट टिम चाहिँ यहाँ तयारी भएर बसिरहेको अवस्था छ। अनि अब उहाँलाई बोलाउने साथ होइन उहाँहरू चाहिँ अगाडि बढेर जानुहुनेछ र पर गएर चाहिँ साकेला प्रदर्शनी गर्नुहुनेछ र उहाँहरू चाहिँ लु हेर्नुहोस् प्र्याक्टिस पनि गर्दै हुन्छ सिक्दै पनि हुन्छ अनि यसरी होइन नाच्दै हुन्छ। ल ल फेरि यता पनि अर्को ग्रुप नाच्ने ग्रुप यहाँ फेरि फाल्टै ग्रुप नाच्ने ग्रुपहरू छ यहाँ। अब उहाँहरू चाहिँ नाच्ने ग्रुप होइन खाने ग्रुप रहेछ पिउने ग्रुप रहेछ। नमस्ते नमस्ते नमस्ते। हाम्रो नातिनी भयो नि त ऊ देवानको छोरी हो हिजो अस्ति ल ल भाग्यमानी है। ए ल वेलकम टु युके होइन मलाई थाहा थिएन यहाँ यता आइपुगेछ भनेर तर ग्लाड टु सी यु ल। अनि एक दिन हाम्रो घरमा नाम पर्छ है। ल ल ल ल गुड भन्नु अब नाच्दै होला अब बन्द गर्छ होला। हजुर हजुर उहाँ प्र्याक्टिस गरिदिँदै हुन्छ मान्छेहरू अहिले चाहिँ देखाउनुलाई। ल हेलो झिल्के हाउ आर यु ह्याप्पी साकेला। अब साकेला टिम होइन आजको झिल्के अफकोर्स बहिनीहरू आइरहेको छ अलरेडी होइन डोन्ट वरी अबाउट इट। आजको झिल्केले मलाई क्यामेराम्यान बनाएको छ। आज मेरो तलब कति हो? आजको तपाईँलाई 500मा 500 टक्कसँगले पैसा हो कि पाउन थाहा छैन। ल ल आज आस्पोर्ट प्रकाशले नै चाहिँ किन पायो त यो प्रदर्शनी गर्नुलाई? विशेष गरी आस्पोर्टलाई पाउनुको कारण चाहिँ आस्पोर्टको एउटा मेहनत डेडिकेसन र अनि आस्पोर्टको यति यो युवाहरूलाई इन्भल्भ गराएर हामीले जुन चाहिँ हाम्रो संस्कार संस्कृतिलाई हामीले जगाउन गर्ने हाम्रो प्रयत्न छ त्यो कुरा देखेर पनि सायद आस्पोर्ट केन्द्रलाई हामीलाई जुन गेस्टको लागि अगाडि र प्रथम दिनको कारण पनि त्यो जस्तो लाग्छ। नभए त अरू सबैजना शाखाहरूमा पनि वरिष्ठ डान्सरहरू छ साकेला नाच्नेहरू पनि हुनुहुन्छ। उहाँहरूलाई त्यति साह्रो यो अन्डर एस्टिमेट त गरेको होइन। हाम्रो चाहिँ एउटा पहिलादेखि नै एउटा राम्रो र एउटा गुणस्तरीय खालको नाच हामीले गर्दै आएकोले हामीलाई त्यो खालको अपर्च्युनिटी पाएकोमा धेरै धेरै धन्यवाद किरात र युकेलाई धन्यवाद। अघि मैले गाइस झिल्के भनेर नाम गरेँ तर उहाँ चाहिँ ब्लगर अनि प्लस के अरे पोडकास्टर पर्वत राई हुनुहुन्छ है। ल यङ म्यान ड्यासिङ म्यान अनि आज चाहिँ डान्स गर्नुहुन्छ। मलाई चाहिँ क्यामेराम्यान बनाएको छ। मलाई आज कति मेरो के अरे आजको तनखा कति हो उहाँलाई भरे म मजाले ल हाम्रो आजको मुख्य सिलिमोपा भन्छ होइन। ल भाइजी वेलकम तपाईँलाई अनि धन्यवाद आस्पोर्ट प्रकाशकको होइन टिमलाई चाहिँ यसरी लिड गरेकोमा। अनि नेपाल घर कहाँ हो भन्नुहोस् न एकचोटि? मेरो नेपाल घर चाहिँ खोटाङ हो। खोटाङ कुठाउँ खोटाङ चिप्रिङ ओके। हजुर अहिले चाहिँ आस्पोर्ट ल आस्पोर्ट है एकदम खुसी लागिरहेको छ। ल खुसी लाग्यो। तपाईँ जस्तो हामीसँग थुप्रै सिली मोपाहरू छ। तपाईँ यसपालि नयाँ सिली मोपा हाम्रो लागि होइन धन्यवाद।
वर्षको चाहिँ अब प्रदर्शनीको लागि तयारी हुनुहुन्छ। अब उहाँ ठाउँमा जाँदै हुनुहुन्छ। अहिले मेरो दाहिनेपट्टिबाट हेर्नुहुन्छ भनेदेखि हाम्रो प्रारम्भिक आस्फोटको तर्फबाट प्रदर्शनीको निम्ति अगाडि आउनुहुँदैछ। तपाईँहरूले सुनिराख्नु भएको ढोलको ताल साधारण ढोलको ताल जस्तो हुन सक्छ। यसलाई हाम्रो भाषामा लामखुट्टा भनिन्छ। यो चाहिँ बाध्य पार जय आस्फोट, जय आस्फोट, जय आस्फोट, जय आस्फोट, जय आस्फोट, जय आस्फोट, जय आस्फोट। आस्फोट टिम चाहिँ अहिले बढिरहेको छ अब साकेला थानतिर अब प्रदर्शनीको लागि। ल अब त्यहाँको होइन तपाईँहरूलाई एकछिनमा सिली पनि देखाउने छौँ। ल छिटो अगाडि अगाडि छिटो अगाडि। ल ल आस्फोट 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 ल ल ल आस्फोट ल ल वेल कामना अल द बेस्ट। ल हाम्रो पाहुनाहरू पनि आउँदै हुन्छ। ल पाहुनाहरू ल आस्फोट आस्फोट हेलो यो तपाईँहरूले बुझ्नुपर्छ कि घरभित्र पूजा भइरहँदाखेरि टोलीहरूले चाहिँ घरको आँगनमा नाचेको सम्झिदिनु होला। यो समयमा हाम्रो नसुङहरू घरदेखि भित्र जानुहुन्छ, त्यहाँदेखि पूजापाठ सबै सुरु हुन्छ। यो पितृ पूजा गर्ने परम्परालाई हामी साधारणतया हुइलुङ भन्छौँ र यस प्रक्रियालाई हुलो खुद्दाउने भन्छ। हुलो खुद्दाउने भनेको हरेक घरमा जाने अनि हुलो खुद्दाउने। यो चाहिँ हाम्रो नसुङले र उहाँको दोकाया अनि उहाँसँग कोही पाहुनाहरू हुनुहुन्छ, उहाँहरू भित्र गएर पूजापाठ गर्नु सुरु गर्नुहुन्छ। त्यो गरिरहँदा आँगनमा नाच्ने नाचलाई चाहिँ हामी साधारणतया हुलो खुद्दाउनु आएको हाम्रो टोलीहरू भन्ने गर्छौँ। अहिले सिली सुरु हुन लागिरहेको छ। तपाईँहरूले देख्नुहुन्छ अहिले प्रदर्शन गरिरहेको सिलीलाई साधारणतया हाम्रो भाषामा वापा सिली भनिन्छ। वापा सिली भनेको चाहिँ कुखुराको भाले, मेल चिकन। कुखुराको भालेको ठुलो भूमिका छ हाम्रो एन्सेस्टर्सहरूले हाम्रो संस्कृतिमा चाहिँ। यो कुखुराको भालेको ठुलो भूमिका चाहिँ के छ भन्दाखेरि यो भालेले नै हो जुन बेला हामीसँग घडी थिएन त्यो भालेले नै हो हामीलाई समय बताउने, बिहान भयो अब भनेर बताउने। त्यसले गर्दाखेरि हामी त्यसको लागि हामी भाले सिली गर्ने गर्दछौँ। तपाईँहरूले भित्र यति बेला देखिरहनु भएको छ नाच भइरहेको बेला पनि भित्रपट्टि घरभित्र चाहिँ पाहुनाहरूसँग के अरे घरबेहुलीले चाहिँ परामर्श गरिरहनु भएको छ। साथै नोछुङले चाहिँ यतातिर आफ्नो कार्यक्रम गरिरहनु भएको देख्नुहुनेछ। अहिले मैले भनेको यो सिली कसैले मिसाउट गर्नुभयो भने यो वापस सिली हो, जुन चाहिँ हामीले यसलाई भाले सिली पनि भन्ने गर्दछौँ। अहिले तपाईँहरूले यहाँ घरमा छोरी चेलीहरूले मुखमा कुनै चिज खुवाइराखेको देख्नुहुँदैछ। यो भनेको चाहिँ हाम्रो भाषामा यसलाई तिम्सा गरेको भनिन्छ। तिम्सा गर्नु भनेको चाहिँ एउटा रिस्पेक्टफुल्ली हरेक गेस्टहरूलाई हाम्रो परम्परामा चाहिँ मुखमा लगेर विशेष गरेर अल्कोहल खुवाउने एउटा प्रचलन छ। त्यसलाई हामी तिम्सा गर्ने गर्छौँ। अनि यो पाहुनाहरूलाई स्वागत छ हजुरहरूलाई। ल आस्फोट ग्रुपमा धेरै धेरै शुभकामना हजुरहरूले बोलाउनु हो। हस् आउन भएर आउने मौका पाइयो। धेरै धेरै धन्यवाद। हस् हजुर हस्। मिठो मिठो खानु होला। अब पाहुनाले के दिन्छ अब घर मालिकलाई के दिन्छ देखाउनु स्वीकार छ। गर्दाखेरि
हामीले यहाँ सबै जानलाई गरेर देखाउँदैनौँ। अब तपाईँहरूलाई घर मालिकले चाहिँ के दिनु बाँड्दै हुन्छ त घर मालिकले ल हाम्रो नछुङको साथी नछुङको साथी होइन त उहाँ हाम्रो नछुङ हुनुहुन्छ भने हामीले हाम्रो परम्परा अनुसार हाम्रो होइन अब साकेला थानमा चाहिँ पूजा गर्दै हुनुहुन्छ भनेदेखिलाई हाम्रो पछाडिबाट चाहिँ हाम्रो नछुङको साथी हुन्छ अथवा धामीको साथी ल यसरी नै जाने पाहुना पासाहरू जो आउनुभएको छ उहाँहरूलाई चाहिँ घर मालिकले अथवा घरमुलीले चाहिँ पाहुना पासाहरूलाई जाँड रक्सी होइन जे छ परिकारहरू त्यो दिएर स्वागत गर्दै हुनुहुन्छ अनि यहाँ ढोलहरू दक्षिणी भागमा पर्ने टुवा खोलादेखि पूर्व अनि टुवा खोलादेखि पूर्व अनि सावा खोलादेखि पश्चिम त्यति भित्रको अधिकांश किराँत राईहरूले यस प्रकारले आफ्नो पितृ पूजा गर्ने प्रचलन छ। त्यही हामीले प्रस्तुत गर्न गइरहेका छौँ। For our guests, that I'd like to inform you that this is not the only type of sili we do. There are many other types of Kirat Rai, have different languages. We've got still alive, spoken 28 languages or more in our community. And currently, तपाईहरुले देख्नु भएको सिलीलाई चाहिँ हामी यो रैछाकुलेको अनरमा हामीले नाच्ने सिली हो। यो सिलीलाई चाहिँ हामी होचिलिम्बा भन्छौँ। रैछाकुले, who was रैछाकुले? In our history, the ancestors, different ancestors have the different roles and planned to develop our civilization. किन भनिन्छ भन्दाखेरि यो किराँतीहरू राईहरूको धर्ममा
दिने एउटा रेसिडेन्सियल प्रेयर वर्सिप गर्ने एउटा देवता धाम भन्दा पनि हुन्छ यो मोछामा सिली चाहिँ हरेक घरका मोछामा हुने भएको कारणले गर्दाखेरि हामी मोछामा सिली गर्ने गर्छौँ रेसिडेन्सियल यो मोछामा सिली आउने यहाँ प्रदर्शन भइरहेको छ समस्या भएको कारणले गर्दाखेरि यो भएको अहिले मोछामा सिली कन्टिन्यू भइरहेको छ मोछामा सिली कन्टिन्यू भइरहेको छ and also I would like to give some information about Kinal Rai. We've got more than, as I've told you, we've got more than spoken, still spoken 28 or more languages within Kinal Rai, whereas we have got only, according to the record of census 2001, according to that record, there are only 600,000 up and down Kinal Rai. All over this world, but still we have got lots of this kind of cultures and languages we still practice. अहिले हामीले अघिदेखि भनिरहेको छु तपाईँहरूलाई मैले एउटा कुरा भन्न बिर्सेको हाम्रो जसले तपाईँले हाम्रो सिलिमोपाको देब्रेपट्टि देख्नुहुन्छ भने एकजना यहाँ माथि ठुलो चुन्दरी के भन्छ त्यो लगाएर नाचिराख्नु भएको छ उहाँलाई सिलिमोमा भन्छ यो चाहिँ फिमेलहरूको लिडिङ डान्सर हो यसरी गीत गाउँदै नाच्ने प्रचलन छ पाहुनाहरूले यहाँ चाहिँ जति पनि आमन्त्रित पाहुनाहरूले चाहिँ यहाँ चाहिँ होइन यसरी पाहुनालाई स्वागत गरिरहेको छ घरमालीहरूले आगन्तुक पाहुनाहरूले चाहिँ जति जे दिएको छ घरमालीले अथवा निमन्त्रणा गर्ने घरमालीले जे दिनुहुन्छ त्यति उहाँहरूले चाहिँ लिनुहुन्छ हाम्रो चलती अनुसार जाँड रक्सी यस्तै मासु होइन टिपन टापन अथवा भुटुवाहरू यसरी नै दिने गरेको छ यसरी नै होइन अथवा भुटुवा मासुहरू दिएर स्वागत गर्ने गरिएको छ त्यसरी नै उहाँलाई स्वागत भइरहेको छ बाहिर चाहिँ यसरी नाचिरहेको छ सिली अहिले गरिरहनु भएको छ मयूरको अनुहारमा भनौँ अहिले यो सिली हामीले यस बेला तपाईँहरूले देखिरहनु भएको छ हामीले सबै कुराहरू अहिले कसौले घरलाई घरको अवस्था के छ उहाँले बताउनु हुँदैछ उहाँले हरेक यस्तो चिजहरू हुन लागेको दुर्घटनादेखि लिएर राम्रो नराम्रो सबै चिजहरू देख्ने शक्ति हुन्छ भन्ने हाम्रो विश्वास छ त्यसै क्रममा उहाँले घरबेटीलाई यस्तो यस्तो कुराहरू भन्नु हुँदैछ यो साथै यतातिर पाहुनासँग घरका छोरीचेलीहरू इङ्गेज भइराखेको देख्नु हुँदैछ तपाईँहरूले यो अन्तिम सिली थियो यो सिली चाहिँ हामीले अवासिली यो मयूर सिली मयूरको अनरमा गरेको सिली यसलाई तावा सिली भन्ने छ तर फेरि पनि म भन्न चाहन्छु यो
यो सबैले तावासिली नै भन्छ भन्ने पनि छैन अनि सबैले तावासिली अथवा मयुरसिली यसरी नै प्रस्तुत गर्छ यसरी नै नाच्छ भन्ने हुँदैन हरेक भाषा सबै हामीले मयुरसिली गरे पनि हरेक भाषा स्थान हुन्छ नि त्यो अनुसारले हाम्रो फरक फरक तरिकाले प्रस्तुत गर्ने गर्दछौँ सकेर नाच्ने हाम्रो सिलिमप्पाको टिमहरू जान लागेको तपाईँहरूले देख्न सक्नुहुन्छ सबैले बाई बाई भनिसक्यो डान्स गरेर अब डान्स गरेर यस्तो सबैले बाई बाई भन्दै जाँदैछ प्रयोग गरेर हाम्रो ज्वाइँचेला आफन्तहरू सँगै हिँड्ने प्रचलन छ त्यसलाई त्यस्तो व्यक्तिहरूलाई हामीले नर्मल्ली पाहुना भन्ने गर्छौँ अनि यो कार्यक्रममा तपाईँहरूले एउटा बाई 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 सबैलाई बाई 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 ल अन्तिम कार्यक्रम हुँदाखेरि चाहिँ घरबेटीले हामी साइराममा भन्छौँ सबैले बाई बाई गर्दै हिँड्ने नसुङको फेटामा अब पाँचमा सिउरेर थोरै केही रकमहरू लगाइदिने प्रचलन छ दोकाया भोले सिनेमाहरूलाई पनि यो गर्नुपर्ने हो तर समयको पाबन्दीले गर्दाखेरि हामी सबै चिज यहाँ देखाउन सक्दैनौँ यसलाई नेपाली भाषामा सिर उगाउने पनि भनिन्छ हाम्रो भाषामा यसलाई सायरामा भन्ने प्रचलन छ अब यहाँ तपाईँहरूले देख्नुभयो नाच्ने सबै सिनेमाको टिमहरू निस्केर जानुहुँदैछ उहाँहरूलाई भोलेहरूले पछ्याउँदै हुनुहुन्छ अब सायद यहाँबाट नसुङ दोकाया पनि पछि लाग्नुभएको छ साथै मेरो विचारमा अब पाहुनाहरू पनि उहाँबाट यो घरबाट बिदा मागेर अब जान लाग्नु भएको देखिँदैछ उहाँहरू बाहिर तिम्सा गरेको देख्नु हुँदैछ उहाँहरूलाई हाम्रो ढोकबेट कार्यक्रममा चाहिँ भेट्दाखेरि मात्रै प्रोपर ढोकबेट गर्ने छोडेर जाँदाखेरि चाहिँ नमस्कार मात्रै गर्ने प्रचलन छ जुन